यही पुसको 26 गते परमानन्द काव्य सरिता हुन गइरहेको छ। सम्पूर्णलाई स्वागत छ। यो बिहानीको चिसोसँगै म देवबार धामबाट हजुरहरूलाई सम्झिन चाहेँ। यो पुसको 26 गते जे होस् हजुरहरू चितवन अथवा कुनै देशको कुन ठाउँमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ एउटा अनुरोध के गर्छु भने त्यो काव्यमा रमाउनुको लागि, कवितामा रमाउनुको लागि हामी धेरै ठाउँमा धेरै पटक धेरै तरिकाले रमायौँ होला। यो पटक भने हामी कवितामा रमाउँ, उल्टो टोपी नाटकमा रमाउँ अनि देशका ठुला ठुला कवि कवयित्रीहरूको कवितामा रमाउँ। हो, त्यो समय आइसकेको छ। हजुरहरूले सकेसम्म जहाँ हुनुहुन्छ, अब यदि यहाँ आउन उपस्थित हुन सक्नुहुन्न भने हरियर टिभी मार्फत चाहिँ हजुरहरूले लाइभ हेर्न सक्नुहुन्छ भने यहीँ उपस्थित भएर पनि हजुरहरूले यो काव्यको आनन्द लिन सक्नुहुन्छ भन्दै यो बिहानीको सुरुवात म देवघाट धामको दर्शन गराउँदै हजुरलाई गराउन चाहेँ। केही जिज्ञासा जानकारी केही थाहा पाउनु छ भने कमेन्ट गर्नुका साथै यो भिडियो सेयर लाइक पनि गर्न नबिर्सनु होला। राधे राधे।